लुम्बिनी प्रदेश अध्यक्षज्यू, पार्टीका केन्द्रीय सदस्यहरू र देशभरि यो पानीमा भिज्दै पनि बुटोलमा आउनुभएका आदरणीय आमाबुवा दाजुभाइ तथा दिदीबहिनीमा स्वीकार्नुहोस्। जय राष्ट्रवाद, जय नेपाल सबैलाई। आज बुटोलमा हामी भेला भएका छौँ। आज किन भेला भयौँ भने यिनीहरूको लुटतन्त्रको अब अन्त्य गर्नुपर्छ, यिनीहरूलाई शेख हसिना जस्तै देशबाट लखेड्नुपर्छ भनेर तपाईहरुको माग छ। हामी संसदबाट लखेडिरहेछौँ, तपाईहरुले सडकबाट लखेड्नुपर्छ, किनभने यो देश 35 वर्षदेखि यिनीहरूले बन्धक बनाएका छन्। आज मात्र बिहान हामी गएका थियौँ यही रूपन्देहीको बुटोलको यही रूपन्देहीमा। आज हाम्रो अगाडि हाम्रो एकजना बहिनीको आत्महत्या गर्न आज उडिसामा बाध्य पारियो। आज त्यहाँ भोलि आज हरेक युवाहरूको आज यो देशमा भविष्य नबनाउन यिनीहरूले जुन भूमिका खेले, यो भूमिकाको अन्त्य गर्नका लागि यो आमसभा गरेको अवस्था र व्यवस्था परिवर्तन गर्नलाई गरेको, यसका लागि तयार भएर हामी लागेका छौँ। आज बुटोलमा यहाँ आउँदै गर्दा यही बुटोल महानगरपालिका उपमहानगरपालिकामा अहिले झन्डै 2 अर्ब 79 करोड 22 लाख रुपैयाँको बजेट मध्ये झन्डै 53 करोड 37 लाख रुपैयाँ शीर्षक बिनाको खर्च गरेका छन्। अब यिनीहरू छोटे राजा हुन्के होइन, यिनीहरू छोटे राजा हुन्की होइनन्। खर्च 2 प्रकारको हुन्छ, एउटा भनेको चालु खर्च, एउटा भनेको के हुन्छ पुँजीगत खर्च हुन्छ। तर अन्य शीर्षकमा मात्रै खर्च 53 करोड 37 लाख 70 हजार रुपैयाँ यिनीहरूले खर्च गरेका छन्। यसको एक हिसाब किताब बुटोलका जनताले माग्न पर्छ। यो तपाईका साथ अगाडि तलब र भत्ता मात्रै यिनीहरूले झन्डै 95 करोड 4 लाख 88 हजारको तलब र भत्ता खाएका छन्। यिनीहरूले कार्यकर्तालाई भर्ती गरेर यसको हिसाब किताब जनताले माग्नुपर्छ भन्छु म। आज देशभरिको अवस्था बिजोग छ। आज देशमा कस्तो अवस्था छ? तपाईका छोराछोरी जन्माउनु भयो भने आज कुवेत पठाउने कि साउदी पठाउने कि कतार पठाउने कि मलेसिया पठाउने अवस्था छ। हाम्रो देश कुवेत र साउदी भन्दा गरिब छ? के हाम्रो देश मलेसिया भन्दा गरिब छ? तर आज यिनीहरूले देशमा राजनीतिक दलका नाममा आज देशको प्रधानमन्त्री आफै चुन्ने रे। हामी देशको प्रधानमन्त्री जनताबाट चुन्ने हो भने आदरणीय केपी बाजे 2051 सालमा बिदा हुनुहुन्थ्यो देशबाट। यो कुरा याद गर्नु। आज एउटा चुनाव जित्ने, मन्त्री त्यहीबाट हुने, प्रधानमन्त्री त्यहीबाट हुने, हुँदा देशको राष्ट्रपतिसम्म यिनीहरूले त्यहाँबाट गर्ने जुन व्यवस्था गरेका छन्, यो व्यवस्था हुँदैन। यदि यो देशको प्रधानमन्त्री बन्न इच्छा छ भने जनताका जानुपर्छ, देशभरि जनताका आउनुपर्छ। बुटोलका जनताको पनि अधिकार छ कि आफ्नो देशको प्रधानमन्त्री चुन्ने अधिकार बुटोलका जनताको छ। अब हामी यदि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री गर्ने व्यवस्था यदि देशमा हुँदो त केपी बाजे 51 सालमा रिटायर हुन्थे। आज शेरबहादुर देउवा बाजे 51 प्रधानमन्त्री भएपछि त्यहीबाट रिटायर हुन्थे। आदरणीय प्रचण्ड बाजे 64 सालमा रिटायर हुन्थे। यो देशमा अहिले देशमा एक पटक प्रधानमन्त्री भए पनि यसलाई पुगेको छैन। 2 पटक 3 पटक 4 पटक शेरबहादुर देउवाजी त 5 पटक भइसक्नुभयो, अब छैन।